सिस्नेरी छु गाइज एउटा प्र्याङ्क गर्दैछु हिजो पिकनिक आएको म भन्दा नि हामी के अरे पार्टी प्यालेसबाट मामाको अनि प्र्याङ्क गर्दैछौँ म चाहिँ रिसाएर घर जान लागिरहेको भन्ने भिडियो बनाउँदैछु अनि त्यहाँ होटलमा के अरे रिसोर्टमा केटाहरू बसिरहेछ म घर जान मेरो खासमा भएको चाहिँ के भने यहाँ बाइक पङ्चर भयो मेरो बाइक पङ्चर भयो के अरे बाइक पङ्चर उयो बाइक पङ्चर भइरहेछ अनि त्यही भएर खास बनाउन आएको अनि यहाँ केटाहरूलाई चाहिँ के भनिरहेको छु भने म चाहिँ रिसाएर घर जान लाग्यो भन्ने बनाइरहेको छु मैले होइन त्यही हो घर जान्छु भनेर भनिरहेको छु है साथी आइपुग्यो एउटा है हामीले चाहिँ पङ्चर होला होइन छैन है ठुलै परे छौँ सिस्नेरीमा छौँ दा हाई हानिदिउँ नि त अनि साथी चाहिँ आइरहेको छ यहाँ हामी प्र्याङ्क हान्दैछौँ साथीहरूलाई चाहिँ म घर गएँ भनिरहेको छु तर उनीहरू के भइरहेछ थाहा छैन त्यहाँ गएर अब हेर्नुपर्छ रियाक्सन कस्तो हुन्छ सबैको होइन थाहा छ पङ्चर भएर बनाउन आएको खासमा खतरै भएको नि एकदम राम्रै प्र्याङ्क चल्दैछ हाम्रो होइन बाबा के भनिरहेको छ सुजित भाइलाई फोन गरेर हामीबाट साथीसँग झगडा परेछ ठुलो परेर गएको त्यो मान्छे त्यहाँ छ भने म पनि हामी मलाई रिस उठिया छ भनेछ हो ल ठिक छ यतिको हुनुपर्छ सुजितले त्यो मान्छे त्यहाँ छ भने पनि हानिदिन्छु भनिरहेछ ल यस्तो छ है गाइज हाम्रो प्र्याङ्क चाहिँ एकदम दामी चलिरहेको छ यहाँलाई ल हामी यहाँ यस्तो प्र्याङ्क हान्दैछौँ ल सम्धी हाई भनिदिनु प्र्याङ्क हान्दैछौँ होइन हामीले अझैसम्म प्र्याङ्क हुँदैछ होइन सब कुरा मिलिसकेको छ होइन यसो रियाक्सन हेरौँ होइन रियाक्सन हेरौँ गाइज ल हामी दह्रो प्र्याङ्क हान्दैछौँ होइन सम्धी के मोमो मगाएको सिस्नेरी छौँ है हामी गाई चाहिँ केटाहरूसँग हामी प्र्याङ्क हान्दैछ हाम्रो ग्रुपसँगै प्र्याङ्क हानिदिरहेको छु त्यहाँ डह्रो भइरहेको छ फेरि त्यहाँ डह्रो भइरहेको छ फेरि अहिले होइन त्यहाँ मलाई के भने म गएर हेलमेट निकालेर म गएँ ल मेरो सामान भोलि ल्याइदिनु भनेर रिसाएर निस्किदियो क्या फेरि म ल ठिक छ दामी हुनेवाला भयो नि त भिडियो त होइन ल धेरै नखा भन्नु फेरि थपी होला तिनीहरूले पछि बसेर होला क्या फेरि होइन ल त्यहाँ रियाक्सन हेर्नुपर्छ सबको गएर अनि किस्न सेप सुतिरहेको रहेछ भित्र म खाएर हाँदेको छ होइन पारिपट्टिबाट देख्ने होला आयो क्या यार अनि फोन गरेर आउन नि सक्छ फेरि आउन चाहिँ हाम्रो फोन चाहिँ उठाउनु नहुने कि हो कसले त्यसो भने मोमो चाहिँ खाएको भनेर पिटाइ खाएको होइन किन तिमी मोमो नखाने चिकन छैन रहेछ मोमो त दामी देखेको छ ल प्र्याङ्क गरेर हामी मोमो खाँदैछौँ है फेरि गाइज मोमो खाँदैछ ए चौकी हो भन्दा चौकी हो अनि त्यो यस्तो भयो अब आयो अब उपचार खर्च गरिदिनु भने पुलिसले
आउँछ नि त नि पुलिस कसले फोन गरेर गर्न चाहिँ साह्रो ए अँ मलाई अहिलेसम्म गरेको छैन सेफले चिन्ता लागेको छ सेपलाई होइन अर्को खत्रीलाई दिनु यिनीहरू सोच्यो होला यहीँको केटाहरूलाई पिट्यो पहिला त यो बाटो हो नि है यो एउटा बाटो होइन है यो अर्को के फोन एकचोटि किन्सालाई फोन गर्नु न गर्नु उहाँ गएर गर्ने होइन यहाँबाट गर्नु न तपाईँलाई फोन गरेर चाहिँ किन भन्नु न ल भिडियो हुँदैछ है अनि हामी यहाँ आउँदा भइसक्यो मिलिसक्यो अनि मेरो यहाँ लफडा परिरहेको भने तपाईँ फोन गर्ने भने तपाईँ रिसाउनु नि एकचोटि कस्तो हुँदो रहेछ नरिसाइकन के गर्छ भन्ने अनि अनि यहाँ के हो भने यस्तो यस्तो भएर यहाँ झगडा परिरहेको केटाहरूको दिमाग खराब यार दिमाग खराब यार। केटा बङ्गु हानिहाल्यो यार अँ। तपाईँ चाहिँ सोच भनेर ऊ आयो ऊ दिपक आयो गर्नु गर्नु दिपकलाई पनि फकाउँला नि त के भयो त नि फकाउनु के यो बैरागी कहाँ जानु भयो होइन होइन हाम्रो वास्तै नानी दिपकको त्यहाँ चौकीमा हो क्या त्यहाँ उस भयो हेरे देखा हेरे हेलो फोन गर्नु भएको रहेछ त तपाईँले किन ह्याप्पी बर्थ हुनु नि यार यहाँ केटाहरूले ल्याङ हानेर यार यहाँ मिलाउनु गाह्रो भइरहेको छ मलाई पनि गाह्रो जिसाउँछु त यहाँ म पुलिस चौकी छु यहाँ केटाहरूलाई मिलाइरहेको छु साउन्ड त यहाँ पुलिसले यहाँ डन्डा ठोडाइरहेको छ त तपाईँ यार ल्याङ हान्नु भयो यार यो मान्छेलाई कस्तो टेन्सन छ कस्तो फटा भने टेन्सन आएन त धत पत्याएन 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 उकेताबाट देखा होइन होइन आएकै छैन आएन यता यता ऊ के अरे के भयो दिपक आयो भर्खर दिपक आयो नि हाम्रो मिस्टेक भइसक्यो के मिस्टेक कसरी भन्यो म सम्झिँदै केटाहरूसँग भन्यो यार त्यही मिस्टेक भयो कि त्यही मिस्टेक हो ल केटाहरूले जानकारी राम्रोसँग पाएछ होइन त ल एकदम तर अझै कन्फ्युज छ आउनु पर्यो हामी जान्न दिनुको फोन यही छ त्यो भनौँ दिपकलाई उता जान्थ्यौँ न पहिला गयो त्यो सुसुरमा हो कि हाम्रो चाहिँ होइन त्यो हेर्न थाहा भइसक्यो पठाएको हो कि दिपक त्यहाँ थियो कि म निस्किँदाखेरि बुझ्यौँ चुप लागेर बस्नु त्यो यतै राखेन आइसक्यो यार त्यो चौकीमा रोक्छ त्यसले ओइ भने न न न नबनाऊ न त्यही हो नि कहाँ गएको कहाँ हरेछु हो ए यो त घर जानु भयो हेलो अन्डे त्यो नानीको फोन लिन आउनु पर्यो यहाँ चौकीमा ए चौकीमा हो हाम्रो हेटबाट लाने भन्नु ए त्यहाँ लफडा भएको थियो बाटो पनि त्यही भएर हाम्रो हेटबाट लाने भन्नु उता के त्यति गर्नु अब रिसको झोमा परिहाल्यो उता हामी त उता लाने रे अनि यहाँ आउनु न चौकीमा हो आउनु पर्दैन भन्नाले यस्तै भयो हामी आउँदै हो बाटोमा हामी त्यहीँ आउँछ अनि त्यहाँ फोन दिएर अनि हामी जान्छ हजुर 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 मसुदा फसेको ए केटाहरूले मलाई समेत फसाइदियो नि यार के हो त्यो म चौकी छु के मैले एकछिनमा उ गर्छु ल पर्दैन म यहाँ मिलाइहाल्छु होइन यो अहिले केटाहरूले हेटोल लानु लगाइरहेको छ केटा मिलाइरहेको छु म त्यही त भनेर मैले कुरा गर्दैछु त नि यहाँ ज्याउ हुन्छ अरे हेटौँडा पुऱ्याएर पत्ताकै छैन यार पत्ताकै छैन है भने यार ल हामी अब रियाक्सन हेर्न रेडी छ नि त भाइ ल अब रियाक्सन हेर्नुपर्छ है अब रियाक्सन अन्सम्म रेडी छ होइन प्र्याङ्कको रियाक्सन हेर्न ल के भन्यो भने तपाईँले यार ल हामी राम्रो रियाक्सन हेरौँ है सम्झि ल तपाईँ खिच्नुहोस् भिडियो अब ल यतिकै रोलमा है ल ल ओके ओके ल फाइनल्ली अब हामी जाँदैछौँ है घर रियाक्सन हेर्न है रियाक्सन हेर्न ल सर
हाम्रो घरमा आइपुग्यौँ। अब कुरा के चल्दैछ भन्ने कुरा हेरौँ होइन। सरी सर सिरियस है। के भन्छ मोमो मिठो हजुर मोमो मिठो थियो कुन मोमो सुन्ने तपाईँहरूको कुरा 101 का सबैजना सुन्ने त्यहाँबाट होइन त्यस्तो के भयो र कि नन्गिरी गएर यहाँ आउनु न। ग्रुपमा एक्सेस गर्नुहुन्छ कुरा लगाइसकेछ यार कुरी हावा यार कसले कुरा नआएको यो खै ठाउँमा मान्छे छैन मान्छे हुन्न पुरा प्लानिङ ल प्र्याङ्क हानेको त यार भाउजू यार तपाईँ खनाउने यार मान्छे यार यहाँ प्र्याङ्क गरिदिउँ भनेको त कसले कुरा लगाएको यो हाम्रो ठाउँमा मान्छे हुँदैन सम्धि खतम भयो फलप खायो यार प्र्याङ्क खतम फलप खायो यार खासमा हामी त्यहाँ मोमो खानै जान्न हुने यार थेट तेरिका यार सम्धि यार खतम भयो यार भिडियो बनाएर खतम भयो यार सम्धि यार मोमो खान जाने गल्ती भयो यार त्यहाँ यार दिदीको रियाक्सन म बाइक भर लिएर फर्काएर गएर दिदी पछि गएर मान्छेलाई मलाई साथ त छैन के चाहिँ भएछ भने कति बेर भइसक्यो आइपुग्दैन के चाहिँ भइसक्यो खुत्तै निलेर दौडेर बिचरा दिदी अनि त्यो भोइस म्यासेज चाहिँ कसले गरेर त्यस्तो लिक गर्दा यार त्यहाँ तेरि यार कता त्यो दिदीलाई गएर भोलि कराउनु पर्छ हाम्रो भिडियो अनसक्सेसफुल भयो खतम भयो नि यार प्र्याङ्क अनसक्सेसफुल भयो यार अनि हाल्ने त युट्युबमा किन पैसा त कमी गर्ने यार होइन यसो भ्लग बनाइदिउँ भनेर झन् यस्तो प्र्याङ्क गरिदिउँ भनेको यार अनि हाल्नुपर्छ अब के प्र्याङ्क फ्लप म त खोज्दिनँ नि यार पारी पुगे खानु भन्दै हेरिरहेको छु ए होइन होला भन्छु अनि फेरि मामा म राउन्ड मारेर आइसक्यो यार यहाँ कुरा लाउने अर्कै भइसकेछ अनि फोन बिर्सिमेर म चौकी जान लाग्यो नि ल गाई जा अब अनि फेरि यसो हेर्दा बाइक फेरि भाग्ने जस्तो के लाग्यो भन्दैन त तँलाई खतम भयो नि त प्लान खतम भयो नि त सम्धि के लाग्यो तपाईँलाई हाम्रो प्लान के भयो त खतम भयो नि त सक्सेसफुल भएर प्र्याङ्क भएन लिकेज भएछ भने त हाम्रो ल गाइज सिस्नेरी ब्लग यही भयो अब हाम्रो प्र्याङ्कको प्लान चाहिँ खतमै भयो कसले गर्दा भने यो बुढोले गर्दाखेरि फेरि यो बुढोले गाइज है हामीले त्यो उ गर्ने त्यता फोन गर्यो होला अँ हामी गफ गरिरहेको होला हेटाउने लाने भएर झस्का पसेर रहेछ त्यो नभन्नु पर्ने रहेछ कि सम्झि हामीले है त्यो हेटर लानु खोजेर नभन्नु पर्ने रहेछ मैले सोधेँ फेरि ए ल ठिक छ आजको यस्तै भयो आज अब यहाँ अब प्र्याङ्क हान्ने भनेको अलिकति मिलेन कुरो यहाँ सबै उस भयो ल गाइज भोलि भेटौँ ल अर्को भिडियोमा भेटौँ भेटौँला है ल सम्झि ल थ्याङ्क यो यू चाहिँ एकदम भ्यू जानु पर्यो होइन हो नि सम्झि जानु पऱ्यो नि त ल बाई म चप्पो चप्पो